बिस्कुट लिएर आएको थिएँ घरबाटै खानुलाई अन्त अनि काममा चाहिँ आइपुगेँ अब म ड्रेस चेन्ज गर्छु भाइ यो चाहिँ किन यस्तो गरेको भने जाडो हुन्छ त्यही भएर काममा आमाले हाल्छ मलाई सो गाइज मेरो चाहिँ फाइनली काम सक्यो मेरो यो चाहिँ उयो मेरो चाहिँ काम सक्यो होइन अनि त्यसपछि चाहिँ अब म कन्फ्युज भएँ कि अब रङ्गोली बनाउनु म रुम जानु कि दिदीले कल गरेर बोलाउँदै हुन्छ दिदीकोमा जानु भनेर म सबै थुक गर्न भ्याउँदैन सेट के गर्नु भयो कि मैले बिहानै मैले इन्ट्रो त गराएको छु यो चाहिँ मेरो ज्याकेट है यहाँ ढोका माथि उचालेको थिएँ राखेको थिएँ म कन्फ्युज भएँ के गर्नु गाइज के गर्नु आफ्नै घरमा गएर रङ्गोली बनाउनु पऱ्यो अन्त बिहान जानु पऱ्यो के गर्नु ठिक छ लास्ट चाहिँ मेरो उयो बाहिरसम्म चाहिँ पुग्छु अनि मेरो दिमागमा के आउँछ अनि साँच्ची अर्को कुरा भनेको मेरो दादा चाहिँ हामीलाई पहिला ताइक्वान्डो सिकाउनु भएको थियो होइन अनि त्यति बेला मैले राखी पनि बाँधिदिएको थिएँ अनि त्यहाँदेखि चाहिँ म दादा भन्छु होइन यति धेरै सपोर्ट गर्ने अनिस तामाङ उहाँ चाहिँ अहिले रोडिजमा जानुभएको छ नेपाली टाइगर उहाँको युट्युब च्यानल पनि छ होइन हाम्रोभन्दा अभियसली धेरै छ सब्सक्राइबर एनिवे उहाँ चाहिँ रोडिजमा जानुभएको छ सो किप सपोर्ट एभ्री वान गाइज अनि उहाँको प्यारी पनि अलवेज सपोर्ट यु दादा त्यति हो कुरा चाहिँ अनि हामीले सबैजनाले दादालाई चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ अहिलेलाई चाहिँ म के गर्छु मलाई पनि थाहा छैन तर म यहाँबाट चाहिँ निस्किन्छु ओके स्टार्ट सबैतिर तिहार लागिसक्यो यस्तो झिलिमिली छ होइन उयो पर जिम्मू कस्तो दामी जिम्मू भन्ने त थकाली किचन छ नि त झन् कस्तो दामी बनाएको थिएँ देखाउने पाएन सरी गाइज भेरी ल तर यहाँ चाहिँ यस्तो छ म तिमीहरूलाई बाटोमा देखाउँदै हिँड्छु बनाएको छ वा बेहुलीको घर जस्तो बनाएको छ मलाई पनि यस्तो चाहियो कहाँ चाहियो यस्तो सजाएको छ सबैतिर होइन अन्त अनि यस्तै छ रङ्गोली चाहिँ बनाउनु कि नगराउनु भन्ने कुरा भयो क्या मेरो टेन्सन भयो छ्या के गर्नु किनेर लानु कि के गर्नु जाँदैछु अहिले चाहिँ त्यस्तो चखम सेलरोटी सिंहदरबार चलिसक्यो कस्तो दामी लाइटहालेछ नि सो गाइस आज हामीसँग हुन्छ नवीनजी उहाँ चाहिँ उता फर्किँदै हिँड्नु हुन्छ अन्त कन्सर्ट हुन आँटेछ गाइस सबैजना यहाँ परिरहेछ बहिनीहरूको अब त्यस्तो खाएर सो स्विट अफ यु कस्तो दामी भयो अनि कसले भन्छ तिहारमा काठमाडौँमा रमाइलो हुँदैन भनेर यस्तो रमाइलो भइरहेछ त्यो 5 रुपियाँ टिपेर कुद्नु हामीले त्यहाँदेखि चाहिँ 5 रुपियाँ भेला पार्दै आएको थियौँ भने त हेर्नु त 100-200 भइसक्यो त्यो सबैले रङ्गोलीको यस्तो बिचमा चाहिँ उयो हालेको छ क्या 5 रुपियाँले हुनु रहेछ हेर्नु सबैतिर कस्तो रमाइलो भएको होइन अन्त अझ रङ्गोली नबनाउने अब अल्छी लाग्यो मलाई सबैतिरबाट 5 रुपियाँ भेला पारेको भएन करोडपति अरबपति हुन्थ्यो अवसर घुमाउनु भयो क्या तपाईँले करोडपति बन्ने म गेट खोलेर घर आइपुगिसकेँ अनि मैले चाहिँ यो किनेर ल्याएको छु 8वटा यही टालिदिन्छु अब म रङ्गोली बनाउँदिनँ भनेर बसेको सो गाइस अब म चाहिँ यही टाल्नु भनेको होइन अनि फेरि उयो छैन क्या पुच्चापुच्ची पुरा पड्काउँदैछ के अरे बढाल्नु पऱ्यो नि त होइन सुरुमा बढाल्छु होइन अनि चाहिँ 8वटा कतिवटा 8वटा समथिङ कतिवटा छ पाइला हो टाल्नुपर्छ ल यहाँ
हो दिनु को टाल्ने अरे तिनैजना टाल्ने हो ल यसमा यो हटाउनु पर्छ पहिला हैन पर्दैन हैन यतिकै टाल्दिनु रहेछ बाहिर कसरी टाल्ने ल ल्याउ यहाँ सो यहाँ चाहिँ मैले टालिसकेँ अब यहाँ माथि चाहिँ यिनीहरूले टाल्छ ऊ हो सबैभन्दा सानो ल आजको लक्ष्मी ल ल यहाँ सिधा टाल्नु यहाँनिर यहाँ सिधा यहाँनिर जाने यहाँनिर हो गुड गर्ल टाल्यो अधिक मजाले थिच्नु न यहाँ यस्तो गर्नु छोटो यहाँ यस्तो गर्नु न त थिच्नु त तँ गुड गर्ल छोड्यो अब को तिमी पनि टाल्ने हो टाल्ने खोइ बोलेको त अनि स्टपली चाहिँ खोल्नु पर्छ नि त है अनि लक्ष्मीलाई चाहिँ लाने अनि स्टपली नखोल्ने हुन्छ लु नेक्स्ट को अरे ल छोरीको पाली आज पहिला अनि त्यसपछि छोराको ल ऊ माथि गएर टाल्नु ऊ यहाँनिर लिनु त स्टपली खोल्नु अनि ऊ माथि गएर टाल्नु अलिक माथि नानु ऊ यहाँनिर उयो अर्को सिडीमा ऊ माथिको हो त्यहाँ टाल्नु गुड गर्ल टाल्यो थ्याङ्क यू तिमी पनि टाल्ने होइन त्यो चिया त पहिला उसले पनि टाल्छ अरे क्या छोड्दिनु न एकछिन यहाँ तिमी भिडियो बनाऊ त्यसो भए बत्तीहरू बाल्नु पर्छ फुलै पाउँदैन अलिक माथि नानी कपली खोल्नु पर्दैन दियौरी 12 भयो आऊ तिमी नबाल्ने जाऊ जाऊ चिलेको छैन यहाँ टाल्नु ल जालुमा जाली साथ गए उसले चाहिँ यहाँ टालेको अरे थ्याङ्क यू ल थ्याङ्क यू सबैजनालाई अब यो एउटा खाम चाहिँ उयो टालिदिनु पर्यो यहाँनिर टालिदिनु ल यो चाहिँ पहिला भयो अब ह्याप्पी थ्याङ्क यू कस्तो भयो तिहार पहिला टेकेर मजा आयो ल बाई बाई गुड नाइट बच्चाहरूसँग नानीहरूसँग मजा आयो मलाई त सानो बहिनीहरूसँग रमाइलो गरेँ तिहार अनि उनीहरूलाई पनि उयो गर्नु दिएँ उनीहरू पनि खुसी भयो म पनि खुसी भएँ अनि अब यस्तै भयो तिहार के गर्ने र अब घरमा भएको भए त अब सबैसँग रमाइलो हुन्थ्यो अर्कै रमाइलो हुन्थ्यो एनिवे ठिकै छ रमाइलो भयो नानीहरूसँग थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई आजको लागि चाहिँ यति नै तिहार यस्तै भयो तपाईँहरूको कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न नबिर्सिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई ह्याप्पी तिहार वान्स अगेन